एक रन बाँकी 50 बनाउनलाई ल कप्टिनको 50 है रिलोडिङ है ओए गयो यार जिमी गयो अब स्यान्डी भर्सेस जिमी निसम है त Jimmy versus Goptil. Goptil को हाफ सेन्चुरी लोडिङ है ल हाफ सेन्चुरी ए होइन त अझै 49 देखाएको थियो दही भर्खर होइन 49 देखाएको थियो अघि जिमी इन्ज्योर्ड है जिमी इन्ज्योर्ड नमस्कार लाग्यो जिमीलाई प्राङ्गणमा पाउनु भएको छ भने हामी नेपाल क्रिकेट संघ यहाँहरुमा हार्दिक स्वागत गर्दै न्यानो न्यानो अभिवादन टक्राउँदछौं विराटनगर किङ्स ओए Goptil on strike 48 मा छन् ओए 49 मा बल्ल चाहिँ अब है Goptil ल अब टिमको 100 Goptil को 50 है त 10th ओभरमा एक रन बाँकी 50 बनाउनलाई ल Goptil को 50 है इनिङ्स ब्रेकमा विराटनगर किङ्स 10 ओभर 101 रन 1 विकेट है ल जिमी ब्याक भएको छ फेरि फर्स्ट ओभरमा 14 रन खायो सेकेन्ड ओभरमा के छ जिमीको अब लोकेश बम भर्सेस जिमी डट बल ओए अब फेरि जिमी भर्सेस Goptil किन छैन यहाँ सिट नम्बर किन छैन हालेर गएको नि यहाँ लफडा गर्न खोजिरहेछ है लफडा गर्न खोज्दैछ यहाँ है केही जान्न उभिनु अर्काको सिटमा बस्नु हुँदैन नि त हो मेरो सिट भनिरहेको छु त मेरो सिट दाइ तपाईहरु मेरो सिट होइन यो थिएन यो दुईटा हो के हो होइन लोकेशले नि छुट्यो है जिमीलाई लोकेशको छक्का आयो जिमीलाई लाग्ला लाग्ला ला ओए
लोकेश बामको नि हाफ सेन्चुरी ल ओए सेलिब्रेसन त खतरा दियो त अनि खतरा सेलिब्रेसन दियो त लोकेशले ब्याक टु ब्याक 50 है दुईटै ब्याटर अब 60-60 मा छन् लोकेश बम अल्सो अन फायर अब सक्दैन विराटनगरलाई रोक्न कसैले यस लेट्स गो विराटनगर 200 त हान्नै पर्छ आज 13 ओभरमा 133 भइसक्यो 200 त हान्नै पर्छ आज हाइएस्ट जित्न नि पर्छ 200 हान्नुपर्छ है लोकेश यो लोकेश बम बम ओए झन्नै ब्याक टु ब्याक 6 पछि डट गप्तिल क्याच आउट राम्रो इनिङ खेलेर गए गप्तिल लोकेश बम चाहिँ फायरमा छन् है लोकेश बम अन फायर उसले हङकङ सिक्सेसको रिस यहाँ पोखिरहेको छ हङकङ सिक्सेसमा चलेको थिएन धेरै खासै अनि यसलाई हङकङ सिक्सेस बनाएर हानिरहेको छ लोकेशले चाहिँ अर्को न्यू ब्याटर आइसक्यो लोकेशको पनि विकेटको पतन भयो है त लोकेशले नि 72 कि कति बनाएर गयो राम्रो खेलेर गयो लोकेश र गप्तिल दुईजनाले अब दुईटा नयाँ ब्याटर क्रिजमा रन चाहिँ 15.3 ओभरमा 157 रन 3 विकेट एनदर फ्री हिट कत्रो ग्याप हो त्यो को बलर आकाश चन्द फ्री हिट है दोस्रो फ्री हिट आजको छक्का आउला त को बसिरहे मात्रै छ फ्री हिट आइयो सकेन फ्री हिटमा तर चौका गयो है चौका भयो नि गयो है फ्री हिटमा यो के भयो यहाँ पहिला वाइड दियो तर होइन मेन अम्पायरले हो नि त पहिला वाइड सिग्नल दिएको त विकेट गयो पहिला वाइड दियो पछि विकेट अब एक बाउन्ड्री अनि त 200 है 196 भइसक्यो यो अपडेट भएको छैन भाइ अलरेडी 19 ओभरमा 200 हानिसक्यो पोखरालाई विराटनगरले लास्ट बल है त फर्स्ट इनिङ्सको प्रति सिसी अन स्ट्राइक 220 अलरेडी अन बोर्ड लेट्स गो किङ्स वान मोर ल 221 को टार्गेट 221 को टार्गेट ल लेट्स गो किङ्स डिफेन्ड मजाले डिफेन्ड हुन्छ ढुक्क ल सेकेन्ड इनिङ सुरु भयो विराटनगर र काठमाडौँको ओपनरहरू आइसकेका पोखराको ओपनरहरू आइसकेका छन् ओए फर्स्ट बल सेकेन्ड इनिङ्सको फर्स्ट बल आइपिएल ओए ओए स्पिड कति हो यसको स्पिड देखाउँछ हैन वाइड बल तर बलिङ चाहिँ कडा गर्दैछ है जिसी आयो है दोस्रो ओभर लिएर ओए दामी बलिङ ल जिसीको ओए शिट रोक नाइस wicket first wicket down
फर्स्ट विकेट डाउन है त यहाँ प्रतीश जीसी आउने बित्तिकै विकेट जान्छ त्यो त रुटिन हो रुटिन ल भुरी आयो है त ओपनिङमा आयो भने हुन्थ्यो बरु अब भुरी र रोसिङटन खरेल गइसक्यो त्यस्तो नभनिदिउँ भुर्तेल चाहिँ चलोस् यार पोखराले हारे नि भुर्तेल चाहिँ चलोस् ल ल ल भुर्तेल जीसीलाई चाहिँ नहान है हाने नि अरूलाई हान ल चौका ल ठिक छ अलिअलि आउँदा केही नि हुँदैन भुर्तेलले हानोस् सेन्चुरी नै हानोस् भुर्तेलले सेन्चुरी नै हानोस् तर जित्न चाहिँ विराटनगरले जित्नु पर्यो त्यही हो म भुर्तेलको नि फ्यान हो होइन तर विराटनगरले जित्नु पर्यो भुर्तेल अन फायर ब्याक टु ब्याक बााउन्ड्रिज ठ्याक्क त्यो झ्यालभित्र छिराइदियो बल झ्यालभित्र छिराइदियो भुर्तेलले यार बल भुर्तेल अन फायर 4 बल 14 रन भुर्तेल अन फायर ब्याक टु ब्याक सिक्सेस योभन्दा अगाडिकोमा सिसा फुटाइदियो अहिले फेरि अर्को छक्का भुर्तेल अन फायर है 5 बलमा 20 रन हानिसक्यो भुर्तेलले मामा फर्ममा आयो सिसा फुट्यो ल गयो फाइनली पार्टनरसिप ब्रेक भयो पोखराले सताइसके विराटनगरलाई फाइनली गयो रसिङटन 2 विकेट डाउन नयाँ ब्याटर जिमिनिसम कुशल भुर्तेल स्ट्राइकमा ओभर चेन्ज भएर सन्दीप लामिछानेको पहिलो स्पेल स्यान्डी भर्सेस भुर्तेल विकेट नाइस बल 1 रन आएको छ सन्दीपको पहिलो बलबाट अब स्यान्डी भर्सेस जिमिनिसम है त जिमिनिसम गोल्डन डक भनेको थिएँ मैले स्यान्डीले डक फर्स्ट बल हो पहिलो बल कुशलले खेल्यो गेम चेन्जर स्यान्डी ओए ब्याक टु ब्याक विकेट स्यान्डी अन फायर स्यान्डी ओए नाइस गयो भन्ठानेमा त फेरि स्यान्डी अन फायर 203 for 4 ल ड्रिङ्क्स ब्रेक है पोखरा एभेन्जर्स 103 रन 4 विकेट गुमाएर टार्गेट 221 ल यहाँ शीतहरू पुस्दैछ है जुटले वाटर ट्विस्ट यार नो बल होला जस्तो छ है विकेट लिएको थियो सूर्य तामाङले नो बल चेक हुँदैछ गयो डबल सेलिब्रेसन ल हाफ सेन्चुरी फर कुशल भुर्तेल कप्तान How wicket gayo? Let's go Kings! स्यान्डी को लास्ट बल है त के हुन्छ लास्ट बल के गर्छ डट ल दामी स्पेल यार 18 रन 2 विकेट 16 overs gone. It's 138 for 7. स्यान्डी को खतरा लास्ट विकेट बाँकी छ दिलेङ्गाले के गर्छ ब्याक टु ब्याक बाउन्ड्रिज आइरहेछ अन्तिममा है
ब्याक टु ब्याक बाउन्ड्री आइरहेछ है त लास्टमा चाहिँ तर किङ्सले जिते जस्तै भइसक्यो अब जिति नै सक्यो लास्ट विकेट झर्ला त यो बलमा ओए गोल यार विराटनगर किङ्स विराटनगर किङ्स ओन बाई 53 रन्स मेबी है ल आउट विराटनगर किङ्स जिन्दाबाद यो किङ्स यो